बहुत अच्छा है हमारा खवारे खोला चाहिँ त्यस्ता है मेरो मलाई पनि त्यस्तै लाग्यो लु त सेमिस भयो रमाइलो छ तपाईँलाई कस्तो छ दहीको टेस्ट हो यो चाहिँ दही चेस दामी ठाउँमा आएर एकछिन टाढा चाहिँ कति टाढा थियो जङ्गलबाट पुरै मैले पकाएको खाना चाहिँ सबै मेरो लागि ताली आएको यो होइन कस्तो दामी ठाउँ रहेछ कि हामी त राति आइपुगेको नि हिजो त हिजोको भिडियोहरू त पुरै अँधेरोमा छ हाम्रो क्याम्पिङको गाइसहरू चाहिँ एक टोली जानुलाई रेडी भइसके हामी चाहिँ पकाउनै बाँकी छ यहाँ नअटेर गाडीमा बिजोग छ यहाँ लु हामी चाहिँ क्याम्पिङ जाँदैछौँ छुङछन् बोक्दै होइन हाम्रो टोली चाहिँ अहिले आउँछ यस्तरी छौँ हामी चाहिँ खाना पकाइरहेछौँ खानेकुरा खाना होइन खानेकुरा पकाइरहेछौँ अब यतिजना जान्छन् हाम्रो टोली अलि भरै भरै जान्छ हामी जाँदा टक्क त्यहाँ रेडी पारिराख्ने ल ल बाई राम्ररी जानु जाँदै गर्नु राम्ररी रात परिसक्यो गाइज हामी चाहिँ यहाँनिर हामी पुग्नु लागिसक्यो होला बरु पुग्यो अरे यो चाहिँ राम्रो रहेछ ए क्याम्पिङ आएको गति यहाँ हेर्नु न पानी परेर कस्तो बिजोग भयो गाडीबाट ननिस्कौँ भनेको यस्तो भिडियो त खिच्नु पर्यो अनि यसरी टेन्ट चाहिँ टाँगिराख्नु भएको छ अब होला जस्तो त छैन त्यही पनि यस्तो दिनमा आइएछ पानी त यस्तो पर्ने त देखाएको थिएन अब गाडीमै बस्नुपर्ने अवस्था हुन्छ म यस्तरी पानी परेर ओमाइको एकछिन भन्दा त सकिँदैन रहेछ नि अनि यत्रो पानी हाम्रै रहेछ क्याम्पिङ त आइयो गाइज खोला पनि रहेछ यहाँ तर केही देखिँदैन हाम्रो क्याम्पिङ चाहिँ यही हो 3 जना त्यहाँ गाडीमै छन् हामी भर्खर गाडीमा बल्ल छाता पाएर चाहिँ मैले यहाँ निस्केको हेलो गाइज गाइजहरूको बिजोग हेरौँ न यहाँ ओहो अनि यस्तो छ गाइजहरूको पारा म छाता ओढेर यसरी अरू मान्छेहरू यस्तो मजाले बसिरहेछन् 저기 위에 컨테이너 하나도 빌려주셨어요. 그래? त्यसो भए जानु पर्यो नि उतै. यहाँ पहिला रमाइलो गर्ने रे यसरी मान्छेहरू कति मजाले रमाइलो गरिराख्नु भएको छ तर पानी परेर बिजोग भयो नि कस्तो रमाइलो ए मान्छेहरू यसरी बसेर रमाइलो गरिराख्नु भएको छ हामी चाहिँ त्यो फेनसेन भन्दो रहेछ त्यसको घरै पाएन कन्टेनर पाछ अरे यहाँ हाम्रो भाइ खुसीले नाचिराख्नु भएको छ गाइजहरू पानी परेर 어머니 우리 밥이랑 뭐뭐 먹을 건데 지금? 여기 있어요. 이거요. 이거? 응. 이거 뭐예요? 그거 아চার. 응. 지금 어버때 뭐 접시. 있는 거 있어요? 지금 할 수 있는 거 없어요. 그냥 요거만 먹자 있어요. 이거 로티 먹으면 여기 있어요. 로티 조금만 먹자. 원래 가다니 हुन्छ नि टन्नै त छ यहाँ साथीले खाची खाची 먹으면 त थियो हालिदिनु नि पुलाउ यो चाहिँ पहिलोचोटि बनेको पुलाउ त्यो मिठो चाहिँ छैन पक्कै पनि तर मिठो मानेर खानुपर्छ खै थाहा छैन
पानी पनि यति पर्यो कि चम्ची यहाँ हुनु सक्छ चम्ची आउने बेला त पकाएको तातै होला ओछ्याउने यहाँ एउटा यहाँ बस्ने कुरा पिरा ल्याएको रहेछ त नि टन्नै ल गयो त हाल्यो खोगे दही पनि खानु पर्यो दही खाने ऊ 3 जनाले खान्छ होला तपाईँ खानुहुन्छ दही खाने उता दही त्यता हामीले नि सेलरोटी खाऊँ न होइन म खोजेर ल्याउँछु ल दहीको टेस्ट हो यो चाहिँ दही चेस यो 2 जना कोरियन भयो 2 जना कोरियन छ अर्को नि कोरियन जस्तो देखिरहेको मैले पकाएको खाना चाहिँ सबै मेरो लागि ताली आएको यो होइन खाना चाहिँ सकिसक्यो यसरी सकेपछि हो नि ताली बजाउने त सागेर चाहिँ ताली बजाउनु पर्ने होला गऱ्यो ताली बजाए होइन अब चाहिँ अन्तिम भयो आजको लागि चाहिँ रमाइलो गर्नै बाँकी छ खानपिन चाहिँ पाइन भन्ने एउटा कन्टेनर दियो अनि हामी चाहिँ सुत्नु लाग्यो 3 बज्नु लागेको छ जेस रमाइलो त रमाइलो भयो आज चाहिँ हाम्रो क्याम्पिङको दोस्रो दिन हामी चाहिँ बल्ल उठ्दैछौँ 9:30 हुने लागेको छ भर्खर मुख सुख धोएर मेरा मित्रहरू यता हुनुहुन्छ थुप्रै रस गरिराख्नु भएको छ फेस वासकै चिन्ता लाग्यो यता मेरो बहिनीलाई यताको ग्रुप अघि नै उठेर कस्तो रमाइलो कस्तो दामी ठाउँ रहेछ क्या हामी त राति आइपुगेको नि हिजो त हिजोको भिडियोहरू त पुरै अँधेरोमा छ अनि यहीँनिर ठिकै खोलाको आवाज कस्तो दामी आउने यहाँ यात्री भ्यानको चाहिँ गीत बजिरहेछ यो हाम्रो होइन यो हो नि मोलो भाइ उठ्नु भएको छैन हाम्रो एउटा टेन्ट चाहिँ यहाँ छ केटा टोली चाहिँ यहाँ सुत्नुभयो हामी चाहिँ कन्टेनरमा जानु पर्यो किनभने हिजो पानी परेर के गर्यो अनि पानीमा आएर हाम्रो टोलीलाई छोडेर हामी चाहिँ कन्टेनरमा सुत्नु गयो त्यो के भन्छ फेन्सेनहरू चाहिँ सबै बुकिङ भइसकेको छ पानी परेको भएर यहाँ चाहिँ पुरै हाम्रो गाउँघरतिरहरू गए जस्तो लाग्यो मलाई साह्रै दामी ठाउँ रहेछ यस्तो मजाले झोला बजिरहेको छ अनि अरूहरूको चाहिँ यतातिर छ कस्तो दामी ठाउँ रहेछ क्या तर हामी कति धेरै टाढा आएको नि त माथि जङ्गलमा पनि घर रहेछ त्यता सबैजना अब चाहिँ उठिसक्नु भयो हाम्रो खाना खाने ठाउँमा लगेर जानु पऱ्यो म पुरै पानी परेको बेला आएर हामी चाहिँ यहाँनिर खाना खाएर एकछिन नाचेर
चाहिँ उता सुत्नु गएको। हाम्रा फेरि 3टा भान्जीहरू चाहिँ उठ्नु भएको छैन। एउटा मामा उठ्नु गएको रहेनछ। हामी 5जना चाहिँ उठ्यौँ। तर कस्तो दामी हो, यस्तो ठाउँमा रहेछ। तर हामी कति धेरै टाढा पनि आएको छ नि त। रमाइलो लाग्यो, टाढै आए पनि। हिजो राति त केही देखेको थिएन, तर राति हो पनि जस्तो रमाइलो जस्तो चाहिँ लागिरहेको थियो। रमाइलै रहेछ। म ड्रम देखाउँछु है, ड्रम देखाउँछु भने यहाँ ड्रम बजिरहेको छ। अनि खोलातिर यस्तो हेर्नु जानु पो पर्यो। पुरै दामी। कस्तो मजाको रहेछ त, हेर्नु न। अरूतिर पुरै बगर के अरे बालुवा छ। यहाँ चाहिँ ढुङ्गै ढुङ्गा छ क्या। दामी ठाउँमा आएर छौँ हामी। टाढा चाहिँ कति टाढा थियो। हामी 2टा गाडीमा आएको। एउटा गाडी दिउँसो हिँडेको, अलि ढिलो आइपुग्यो। छिटै आए पनि पानी परेर टेन्टहरू टाङ्ने त्यो नै थिएन। झन्डै अलिअलि पो टाँगिरहेको छ। दामी दामी छ, दामी। ओभर रमाइलो भइरहेको छ अहिले चाहिँ। हिजो त अँधेरोमा केही देखेर मरिजाउँ। फर्किनु पऱ्यो खोलाबाट। अहिले आएर फोटो खिच्नु मन लागेको छ। यतातिर रमाइलो छ। सेमिस गयो, रमाइलो छ। तपाईँलाई कस्तो छ? मलाई रातभरि जाडो भयो। कन्टेनरमा पनि त्यो तातो रहेनछ नि। म यता सुतेको नि त, उता नअर्ने जस्तो भएर त्यस्तो पो भयो त। कस्तो दामी रमाइलो लाग्यो, दामी रमाइलो लाग्यो। 3जना उठाएको छैन। यो भात छोडेर हुन्छ अहिले 4जना। यता गोलो भाइ नि उठ्नुभएको रहेनछ नि। तर कति रमाइलो रहेछ नि। आनन्द लाग्यो। यहाँ त पुरा क्याम्पिङ गाडी नै लिएर आउनु भएको रहेछ। रमाइलो भयो होला, दामी। हामी चाहिँ धन्न एउटा कन्टेनर रहेछ र नि सुत्नु चाहिँ पाइयो। खोला चाहिँ कस्तो दामी माथिबाट बगेर आएको छ क्या, पुरै हाम्रै जस्तो। मजाले देखाउनु पऱ्यो। यहाँ फुल रोपेर रहेछ फेरि। हेर्नु न, कस्तो दामी आएको छ। यहाँनिर मिसिया छ। जङ्गलबाट पुरै आएको छ। पहिलोचोटि देखेर कोरियामा यसरी दामी। खोलाको एकदम आनन्द लाग्दो आवाज। के भन्छौ? कति दामी फुल पनि फुल्यो रहेछ यहाँनिर। खोला सलल बगेको छ। अनि हामी चाहिँ यो कन्टेनरमा सुतेको। यहाँ यो थेच्छु सुकाएको रहेछ। के भन्छ? बयर भन्छ नेपाली भाषामा। अनि हाम्रा गाईहरू उठ्नु भएको छैन। खोला यस्तरी सुतेको नि हामी। बर्बाद भएर उठै छैनन् केटीहरू। यहाँबाट हेर्दा कस्तो दामी रमाइलो छ। यहीँ सुत्यो, यहाँ उठेर यसरी हेऱ्यो भने दामी। हिजो म बेसरी रमाइलो हुन्छ जस्तो लागेको थियो कि यो ठाउँ यत्तिकै यो खोलाहरू देख्दा। राति अँधेरोमा आयो, दामी रहेछ नि। अब चाहिँ हामी के अरे कन्टेनरबाट अब
ट्रेनमा सिट बेला भइसक्यो आएको हाम्रो फेमिलीले आएको जस्तो छ केको पायो अब चाहिँ 3 जना रेडिङ भएको छैन सबैजनाले कल गरे हाम्रो कन्टेनर होइन नि त त्यो हिजो भएर हानी परेर चाहिँ हामीलाई भेट्यो केटीहरूलाई भनेर गाडी त ट्रेनमा सुतेको चिसो आयो अरे मलाई कन्टेनरमै त चिसो आयो जानु आयो चिसो फेरि आफ्नो बाटो हुँदो रहेछ कि यहाँ फेरि आफ्नो साइडको साइड बाटो हेर्नु नमिल्दो रहेछ बाँकी पुलाउ यति छ तताइसकेछन् भोक लागेर चटपटे खानुपर्ने यहाँ कोहीले चटपटे चाहिँ भातसँग मिसाएर खाएछन् फलफुल यहाँ खाने क्रम चलिरहेछ 3 जनाले चाहिँ भात खाँदैछन् यता चाहिँ यो के खानु भएको हो निम्की चटपटे निम्की चटपटे होला सब खाने यता के खाने आउनु छिटो मोलो भाइ चाहिँ किन नआउनु भयो होला खै राजेश भाइ लिनुस् गया 3 जना तल हामी चाहिँ अब फेरि यहाँ खोलातिर लाग्यौँ अब चाहिँ जम्मैजना उठिसकेर खाजा खाएर यहाँ हाम्रा भान्जीहरू पुरै फोटो सेसनमा छन् यस्तो ठाउँ त कतिपछि आएको मतलब त्यसरी गर्नु पनि छैन मौसम पनि दामी छ है मौसम दामी छ पुरा रमाइलो चलिरहेछ यतातिर नेपालै पुगे जस्तो फिल भयो आज हामीलाई चाहिँ कति टाढा आएको तर दामी ठाउँमा रहेछ यता बाटो गए त सजिलो हुन्छ नि अर्काको आँगन पर्दो रहेछ त्यही भएर जानु मिलेन उतै घुम्नुपर्छ के गरेछन् चप्पल बिना कोही यसरी गइरहेछन् बहुत अच्छा है हमारा खरे खोला जैसा है मलाई पनि त्यस्तै लाग्यो लु त हिँड्नु भ्यागुच्चाको बच्चा हेर्नु न यी ए कति वर्षपछि देखेको नि बच्चालाई कति हेर्छु नि यो कति वर्षपछि आज बल्ल देख्नु पाएको यता जानु पर्यो लड्छ है फोटो खिच्ने कार्यक्रम चलिरहेको छ मामा सिरीले भान्जी सिरीहरूको फोटो खिचिरहनु भएको रहेछ कस्तो दामी क्वाडहरू छ नि कति राम्रो देखेको दामी दामी त्यो 3 बहिनी भान्जीहरू चाहिँ स्टुडेन्ट आउनु भएको हाम्रा भान्जीहरू हुन् अनि हामीसँगै क्याम्पिङ लिएर आएको जस रमाइलो भयो हामी जम्मा 10 जना आएको 2टा गाडीमा जस रमाइलो भएको छ बहुत रमाइलो भएको छ यता चाहिँ म सिक्किमको हो रमाइलो भएको छ कति रमाइलो
रमाइलो भएको छ हाम्रो गाउँतिर खरे खोलातिर गएर हामी चाहिँ पहिला खरे खोला चाहिँ किन जान्छौँ भने त्यो सुँगुरलाई चारो टिप्नलाई जान्थ्यौँ त्यसकै याद आयो मलाई जस्तो राम्रो छ ऊ त्यो देखाउनु गएको तर म जानु आँट आएन त्यो छ अनि कस्तो मजाले आएको छ नि माथिबाट तर मैले अघि माथिबाट भिडियो त खिचेको छु कस्तो मजा करियो देखिन्छ पट्टि नै सक्यो लड्छौ है केटी हो हामी चाहिँ फेरि अबको ठाउँ जानु लागि हाइकिङ जानु लागेको कता हो गाडीमै जानुपर्ने हाइकिङ पनि फेरि हिँडेर पो जाने हो त नि हाइकिङ